हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। धेरै समयपछि चाहिँ म तपाईँहरूलाई केही भिडियोहरू सेयर गर्न चाहन्छु। हामी चाहिँ यहाँ भक्तपुरको घ्याम्पे डाँडा भन्ने ठाउँमा छौँ। म मेरो साथी दुईजना अनि तपाईँहरूलाई चाहिँ म यो घ्याम्पे डाँडा के हो र त्यसपछि कस्तो हुन्छ भन्ने विषयमा चाहिँ म भन्न गइरहेको छु। होइन गाइज? Yes, yes, yes. Yes, we are Balen Kunman Ravi. Vote Amle. Yes, supporter. they are supporter of Balen, Kulman and Robbie. Okay. तर यो बिचमा राजनीतिक कुरा लिएर चाहिँ नभन्नु कि हामी चाहिँ भ्लग बनाउँदैछौँ होइन। अनि कस्तो दामी ठाउँ छ हेर्नु नै, सिन हेर्नु तपाईँहरूले है। किप वाचिङ ल गाइस, म भिडियोहरू अपलोड गर्दै जानेछु। धेरै समयपछि आएको, कस्तो कस्तो लागिरहेछ मलाई पनि। सिन हान्नु है, सिन हान्नु ल। जम अहिले त्यहाँ माथिबाट हान्ने गफसप। ऊ हेर्नु त पारी, हेर्नु त ऊ पारी कस्तो दामी छ है। म तपाईँहरूलाई यहाँ देखाउँछु ल जुम गरेर। आज नि त्यस्तो नखुलेको है। ल हेर्नुहोस् गाइस, यो चाहिँ सर यसलाई के भन्छ अरे रवि सर? के भन्छ अरे यो हिमाललाई? यो हिमाललाई थाहा छैन के जुगल गणेश समथिङ के भन्थ्यो होइन? बिचको यो जुगल ओके ल, हस्, थ्याङ्क यू। हेर्दै गर्नु होला। ल गाइज, अब हामी हेर्नु है, यहाँ घ्याम्पे डाँडा आइपुगिसक्यौँ। घ्याम्पे कस्तो हुन्छ भने हेर्नु, यस्तो हुँदो रहेछ है। यो ठुलो घ्याम्पा छ होइन। अनि त्यसपछि हामी यसलाई चाहिँ घ्याम्पे भनेर भन्छौँ। घ्याम्पे डाँडा यहाँ हेर्नुहोस् है, म तपाईँहरूलाई देखाउँछु ल। यो यहाँ चाहिँ के भन्ने कुरा उद्योगका सभा पूर्व उद्योग मन्त्री महेश बस्नेतज्यूको ले चाहिँ उद्घाटन गर्नुभएको रहेछ होइन। यसलाई यसो भन्दा रहेछ नि। सबै साथीहरू अब माथि गएका छन्, अब सबै आफ्नो उठाएर बाहिर छोडेर लाग्छ। मलाई भोलि पर्सि यो बनेपछि चाहिँ यहाँ आउनु मन लाग्यो। त्यहाँ नो ह्याङ नो ल्याङ भनेको छ। के हो यो, रक्सी हो? ह्याङ भनेको ह्याङ नभएसम्म चाहिँ ल्याङ गर्नेको मजा आउँदैन कि गाइस, हो नि त कुरो भनेको होइन। म त ह्याङ अर्कोवाला ह्याङ हो क्या, ह्याङ आउट भन्दैन, ह्याङ आउट भन्दा छ। कस्तो दामी सनसेट आएको छ यहाँ है। काफलको बोर्ड रहेछ है यहाँ। काफल खान्या कुइया मरौला जुन खेरी सिसा कि गोलीले। सर यस, जाओस् कसरी वान्स मोर भन्ने आओस्। यो गीत चाहिँ हाम्रो लागि चाहिँ के भन्छ अरे डेडिकेट गरेर गाइदिनुहोस् भन्नुहोस् है तपाईँहरूले पनि। राम्रो सिङ्गर हो। रवि सर स्टार्ट गर्नु न, म उहाँलाई जोइन गर्छु ल। कुन गीत गाउनु त यस्तो? यो चिसो चिसो छ मौसम, अन्त कस्तो दामी छ होइन। हेर्नु कस्तो दामी छ है। हाम्रो युवाहरू चुनाव जागलमको चम्का हे नौजवानहरू चम्किने हो क्या। हामी त पुरा भइसक्यौँ नि होइन। कस्तो दामी सनसेट आएको ल। म त्यो सनसेटलाई क्याप्चर गरौँ ल, खिच्छु ल त्यसलाई। कस्तो दामी आइरहेको छ। तर अलिकति उयो भयो नि, यो लाइटिङ मिलेन। होइन ठिक छ सर, इट्स फाइन। युति त मन्दिर होइन? हजुर सर मन्दिर सर त्यही ठुलो। कुन चाहिँ हो? हिजो हामी राति हेरेको कुन चाहिँ हो? यहाँबाट सर्टकट झर्ने बाटो छैन दाजु? त्यही हो गोरेटो बाटो क्या होइन? आधी घन्टा होइन दाजु त्यहाँ पुगेर आउनुलाई? अन्त ल तर भोलि अब हामी अलिक माथि जाउँ ल। हामी बसेको होटल त उयो पर होइन। यहाँबाट कस्तो दामी देख्दो रहेछ होटल। होटल प्लस अनि माथि हेर्नु न त्यो उयसको माउन्टेन भ्यू। सरी के भरे
के भन्छ त्यसलाई के भन्छ हिमाल है हिमाल कस्तो दामी देखिरहेको छ है प्लान पनि रहेछ आज यहाँ हजुर आउँछन् कि जिप लाइन घ्याम्पे डाँडामा जिप लाइन पनि छ के भन्नुभएको सर लङ जिप लाइन 3500 आमामामा सुपरम्यान 4000 मनी सुपरम्यान बनेर उड्ने यार यस्तरी हात अगाडि गरेर सुपरम्यान कपाल 4000 नर्मल क्लासिक 3000 त्यहाँबाट हैन है त्यहाँबाट हैन हो किन यस्तो सस्तो हजुर त है त्यही त यो उयो ठाउँ हो है पाए भने ठाउँ ठिकै हो कि यहाँ जाने हो क्या होइन बुद्ध स्ट्याचु पनि रहेछ है वहाँ पारि हजुर डिस्टेन्समा धेरै टाढा छैन नि बुद्ध डिस्टेन्स 300 मिटर 300 छैन 300 300 छ सर मेबी हेर्दा मात्र नदेख्ने हो नि सर होटल नै घ्याम्पे डाँडाको रमाइलो रहेछ ठाउँ चाहिँ गाइस है तपाईँहरू पनि आउनु होला घुम्न टाइम मिलाएर विथ फ्यामिली रोचकको जानकारी चाहिँ लास्ट टाइम हाम्रो केपी आएर लुकेको ठाउँ चाहिँ भनेर भनिदिनु होला है ए कृष्ण सर यो एमालेको यो मार्ला है नबोल्नु धेरै हिजो स्वतन्त्र कुनै पनि पार्टीमा छैन हिजो देख्नु भएन के अरे हर्केको कुरा गर्ने या अहिले भाटा लाउनु पर्ला नि भनेर कन्डक्सन सर मेबी है यो हुनसक्छ अन्डर कन्स्ट्रक्सन होला ओ माथि बनाउँदैछ होइन त्यहाँबाट चाहिँ के हो सर फ्लाइङ ज्याट बनेर उड्ने हो यस्तो हावामा उयो कि यो दुईटा टावर राखेको चाहिँ कुन चाहिँ यो बन्जी जम्प साइड जस्तो के जिप लाइनको त्यो चाहिँ हो सर यो चाहिँ होटल रहेछ भनेपछि कि जिप म त जिप लाइनको कृष्ण सर यु लाइक टु से एनी फ्यु वर्ड्स आई वान्ट टु से समथिङ अब हाम्रो सरको त अजुबा चिज तपाईँहरूलाई देखाउन जान्छ हेर्नुहोस् आँखा खोलेर के चाहिँ निहालेर जुम गरेर हेर्नुहोस् ए तपाईँहरूले थाहा पाउनु चाहिँ थाहा पाउनुहुन्न यो हिमाल होइन वनस्पति संसारको 5 वटा अजुबा वनस्पति मध्ये यहाँ छ एउटा त्यो हो सबैको लागि काम देखिन त सर कहाँ हो उयो बारीको ठ्याक्कै ओके कहाँ पुग्ने हो सर तपाईँ आज चाहिँ हामी छौँ यहाँ टिकटक घ्याम्पे डाँडामा यस हाम्रो साथीहरू हुनुहुन्छ प्रकाश सर कहाँ अरे कुन कुन डेस्ट के हो यो भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोट बिहानको सनराइजमा हामी घुम्न आएको छौँ आफ्टर लङ टाइम वी आर टुगेदर एन्ड ह्याभिङ सम गसिप्स यस we are moving ahead to village highland or भटभटेमा माया भटभटेमा त्यसलाई के भन्छ आशापुरीको पार्टी भन्ड्याङ रानीकोट यहाँ क्राउड माछा पनि पाइन्छ है आशापुरीको माछा रहेछ यो रिसोर्ट ड्रिम हाउस रिसोर्टमा यहाँ चाहिँ धेरै क्राउड माछा रहेछ तपाईँको घ्याम्पे डाँडामा धेरै घुम्ने ठाउँ छ कि रिसोर्टहरू धेरै छ अनि तपाईँहरू फ्यामिली फ्रेन्ड्स त्यसपछि साथीहरूसँग कलिग्सहरूसँग चाहिँ आउनु होला एकदम रमाइलो ठाउँ छ हरियो गाइस एउटा कुरो यहाँ सेरेको टोपी छुटेछ यार हो जेन्जी आन्दोलनमा भाग्ने क्रममा यहाँ छुटेछ खिमे ब्लग भन्नु नि हामी भाइरल हुनु पर्यो नि खिमे ब्लग आएको छ एउटा दुइटै हेरे के अरे खिमे ब्लग भन्ने आई डोन्ट नो यार हो म अहिले त्यति एक्टिभ छैन अब चाहिँ एक्टिभ खतरा हुने भयो यार यो मान्छे यार अब चाहिँ एक्टिभ हुने हो क्या अनि आएर उतिबाट बाटोबाट हुने क्या यहीँबाट आएर आधी घन्टा छ ठ्याक्कै आधी घन्टा चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ त्यहाँका लागि नेपालको 5औं अजुबा चिज लिन आउँछौँ हामी अब आफै थाहा पाउनुहोस् बुझेँ सर 1997 तिर चाहिँ बालीहरूले चाहिँ हाम्रो डबली बसन्तपुर स्क्वायरमा होइन त्यहाँ चाहिँ फेमस थियो टी मोमो सुप वाट एभर ब्ला 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 अब फेरि स्टार्ट गर्नुपर्छ त्यसको लागि चाहिँ हाम्रो बालेन आउनुपर्छ होइन केटा हो ए अगेन बालेन अगेन बालेन कुलमान देश चाहिँ अब बनाउनु पर्यो तिनजनाको नाम आएको छ होइन चुनावी माहौल तातेको छ माहौल तातेको छ यहाँ कुरा बुझ न डोन्ट लेट अस डाउन है हाम्रो डिसपोइन्ट नगर्नु होला हाम्रो धेरै आशा छ तपाईँहरूमा जति माथि आयो हिमाल त खुल्दै जान्छ त के हो जाउँ कि के हो वाउ नाइस भेरी नाइस सिन है कि कस्तो दामी छ टिकटक यता फर्काएर हजुर अनि फर्किने हो के सर अनि माथि सम्म पुगेर
भ्यूहरूलाई त यी सबै छोपे त सालाङ सुनौँ न होइन सर लेट्स ब्याक टु होटल सर सो लेट्स ब्याक टु होटल जाने हो कि उकालो धेरै उकालो भयो त सबै उकालो यहाँबाट त थाक्यो यो 500 मिटर टर्निङ नेलेसम्म उकालो हजुर त्यताको चाहिँ राम्रो छैन यताको राम्रो छ हेलो केही बोल्नुहुन्छ सर आज Any few धेरै words? खुसी भेटघाट भयो सरहरूसँग धेरै खुसी लाग्यो होइन मर्निङ वाक एकदम सनराइज भइरहेको छ यस अनि भ्यू पनि राम्रो छ प्रकाशलाई धेरै धन्यवाद उहाँको ब्लगमा 2 शब्द राख्ने मौका दिनुभएकोमा किप वाचिङ प्रकाश सर च्यानल होइन प्रकाश सरले अझै पनि प्रकाश धेरै vlogs, yes. धेरै कन्टेन्टहरू भिडियोहरू ल्याउनु हुनेछ किप वाचिङ प्रकाश च्यानल Vlogs. थ्याङ्क यू प्रकाश ब्लग यस थ्याङ्क यू सर